दर्शकबिन नमस्कार, म मनोज कुमार शाह। अहिले तपाईं हेर्दै हुनुहुन्छ स्पोर्ट्स खबर। बारा जिल्लाको सिमरामा रहेका दुई मित्र चर्चित, जुन बारा जिल्लामा उहाँहरूको नाम छ, कारोबार गर्नुहुन्छ 20 वर्षदेखि। आज उहाँको चौक चौराहामा दुईटा मित्रका कटाचको बारेमा कुरा हुँदैछ। त्यही सम्बन्धी रहेर एकजना मित्र हाम्रा बीचमा हुनुहुन्छ। उहाँ हुनुहुन्छ हाम्रो माझ गोपाल अधिकारीज्यू। नमस्कार। नमस्ते। तपाईहरुको यो कारोबार, तपाईहरु व्यवसाय पनि गर्नुहुन्छ दुईजना 20 वर्षदेखि। तपाईहरुको बीचमा के त्यस्तो कटाच भइरहेछ? तपाईहरु चर्चा पहिला साथीको रूपमा एकदम चलेको हो, अहिले तपाईहरुको दुश्मनीको रूपमा, तपाईले उलाई हेर्न नचाहने, उहाँले तपाईले हेर्न नचाहने, के हो बीचमा? के भयो त्यस्तो भन्नुस् न। यस्तो हो, त्यस्तो केही हैन। हामी 63-64 सालदेखि चाहिँ हामी जग्गाको कारोबार गर्दै सँगै आइरहेको पार्टनरशिपमा र अहिले लास्टमा 82 सालमा आएर अब बीचमा हामीले 5-7 वटा 8 वटा। तर पनि तपाईहरु यत्रो कारोबार हुँदा पनि, तपाईहरु कारोबार गर्दा पनि अहिले तपाईहरु बीचमा जुन उहाँले भन्दै हुनुहुन्छ तपाई गलत हुनुहुन्छ, तपाईले भन्नुहुन्छ उहाँ गलत हुनुहुन्छ, तर मैले मिडिया मार्फत सुने ईश्वर कुमार श्रेष्ठजी भन्दै हुनुहुन्छ तपाई गलत। के हो कुरा? तपाई गलत कि उहाँ गलत? तपाई सही कि उहाँ सही? म सही हो, उहाँ गलत हो। तपाईसँग प्रमाण के छ? मसँग प्रमाण, मैले 66 साल असार 16 गते मैले कासिम दाइसँग बैना गरेको छु। कासिम भनेको को कासिम? कहाँको? कासिम यहाँ सिमराको वडा नम्बर हाम्रो अहिले 4 मा हुनुहुन्छ उहाँको घर चाहिँ। उहाँसँग मैले बैनावटा गरेको हो। अरु के छ तपाईसँग प्रमाणहरु के छ? बैना गर्नुभयो? बैनावटा गरे। यो ओरिजिनल पेपर मसँग छ। यो मैले उहाँसँग एकदम ओरिजिनल कारोबार गरेको हो। त्यसपछि एभरेस्ट बैंकको खातामा उहाँको खातामा चेक दिएर डिपोजिट गरेको छु। चेक दिएको छु उहाँलाई, दुईटा यो छ। त्यसपछि आईपीएस मार्फत ईश्वरजी आफ्नै हातले सिग्नेचर गरेर आईपीएस ट्रान्सफर गर्नुभएको छ मेरै एकाउन्टबाट। यो जितपुर सिमराका बीचमा साथीहरु बीच मित्रता अहिले दूरी बढ्दैछ। तपाईहरुका कारण तपाई भन्नुहुन्छ ईश्वरजी गलत हुनुहुन्छ, ईश्वरजी मिडिया मार्फत भन्नुहुन्छ तपाई गलत हुनुहुन्छ, सही को छ तपाई भन्नुस् न। त्यही त म एकदम सही हो। मैले चाहिँ सिधै कासिमियासँग मैले बैनावटा गरेको हो। मेरो सबै लिगल पेपरहरु मसँग प्रमाणको रूपमा सबै रेड छ। मबाट कुनै गल्ती भएको छैन, ढाँटछल केही भएको छैन। यदि मबाट गल्ती थियो भने म एसपी कार्यालयमा निवेदन दर्ता गर्न किन जान्थे हैन। आजको दिनमा म भागेर हिँडेको छैन, म घरैमा छु। म आउने जाने हुन्छु, कलयाबाट हामी सिमरा आउने जाने गर्छौं। अब भागेर त उहाँ नै भाग्नुभयो होला, उहाँ नै जानुभयो होला, त्यो मलाई थाहा भएन त्यो कुरा। धन्यवाद तपाईले।